हाई गाइज, आज म चाहिँ ड्राइभिङ सिक्दैछु। मेरो हस्बेन्डले मलाई आज ड्राइभिङ सिकाउँछु भनेर पार्कतिर लग्नु भएको छ। Pikir parking, pikir reverse, pikir back member, neutral pikir neutral he can drive, pikir driving. Ana चाहिँ यो समाउने यो समाएर अथवा ब्रेकलाई बिस्तारै हल्का हल्का छोड्ने अनि यो कता लाने त्यो घुमाउने गाडी देब्रेतिर घुमिरहेछ त त्यसपछि टायर के गर्ने टायर सिधा बनाउने टायर सिधा बनाउनलाई यो खोल्ने अझै खोल्ने फर्स्ट टाइम भएर होला म चाहिँ सुरुमै नर्भस भइ गए। भयो अझ अब त्यो पोरो कुर्न देखेछौ त्यो लैजाऊ त तलको भयो। अब रिभर्स भनेको ब्याक गर्ने यो ब्याक गर्ने भनेको अब पछाडी गाडी जाने हैन 10-15 मिनेट जति सिक्यो होला, तर के सिके बिर्सी गए है। फर्स्ट टाइम भएर होला धेरै नर्भस भए के म। यतिकै जादैन यो समाउने भयो हैन त्यो त पार्किङमा भयो पार्किङमा यहाँ हैन त्यस्तै यो गाडीको चाकलाई चाहिँ अब उपरतिर लानु पर्यो यो मुख चाहिँ उता लानु पर्यो भने अब कसरी घुमाउने भन्दाखेरि टायर चाहिँ यस्तो दाहिनेतिर घुमाउनु छोड के हो भागो म त त्यहाँ बसेर म भन्छु है नाइ म त तपाईँ गएपछि त कहाँ उठ्दै लाग्यो भने कहाँ पुऱ्याइदिन्छु अब के गर्ने अगाडि जानेलाई के गर्ने अगाडि जानेलाई मैले यो अलिक खोल्नु पर्यो यता दाहिने घुमाउने अब त्यसै त्यो भन्दा अहिले कहाँ गाडी कहाँ गइराछ पछाडी गयो अब अगाडि गाडी लाने अब ब्रेक छोड्यो हल्का गाडीको टाउको कता घुम्दैछ यता घुम्दैछ अब यता लाने खोलो अझै टायर घुमाउ कि अझै साह्रो घुमाउ ana dua बिस्तार समय के हुनु अझै गर्नु अनि कहाँ पुग्छ यहाँ ठुलो रेन रहेछ त्यही त ल सिकाउनेले भन्दा सिक्नेले पो अलिक धेरै कराइहालेछु कि क्या हो। गाडी अगाडि हेर्ने गाडीको टाउको यता झ्यादै छ अनि यता हैन यो ब्याक गर्दाखेरि चाहिँ अब छोड्दियो बिस्तारै छोड यो यसलाई नघुमाउन एकछिन त्यतिकै समय राख छोड आफै जान्छ मतलब ओए बाबा त्यो कहाँ यहाँ पुग्न लागिसक्यो एकदम हटाइदिन्छ भाइ गाडी सिधै यहाँ जोमाउनै नजाने रे जे छ त्यो हटाउँदै भयो गाह्रो छ यार गाइस। अब लैजाऊ अब के गर्ने अब लाने अगाडि लानु के गर्नु पर्ने अब लानेलाई यता हैन अब अझै देब्रेतिर लैजाऊ हल्का मात्रै फेरि घुमाऊ यता अब यता लैजाऊ कुनातिर लै यस्तो किन भन्दाखेरि यसरी डाइरेक्ट घुम्दैन नि त यसरी यता खुला ठाउँ छोड्दै अब त्यता घुमाऊ दुम बान के भने मरो नि अनुमान नि दुम सिटो छु मारी ओ दुम सक्यो भने ब्रेक घुमे म नाकस किस्ता डराएर होला नि त यहाँ पेल्यो भन्दैन रहेछ ऊ हेर्छ डर लागेको
घुमा हनुमान बना सीधा खोले मत सीधा जोकिन है एक्सिडेन्ट होला भाइ आए हजुर अब त भयो बाबा ल अब एक त्यहाँ पुऱ्याएपछि नै ल मलाई ढुकढुक भइसक्यो क्या कहाँ थिची पठाउँछ जस्तो भइसक्यो मलाई मुटुै ढुकढुक भइसक्यो मलाई देख्दैछ मेरो मुटु थिच्यो भने अहिले त सबै नै दर्शिन्छ प्यासेन्जर हिँड्छ माके ल अब कहाँ पुऱ्याइदिन्छ एक साथ दिए में चिकन आगो बड़ा बम में छिरी मो ना बिस्लाओ उनको लंपना करना उनको लैसा खाए तो ये उनको सा हाँ ना 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 हाँ खाए थे सीधा मो 3 टूर सम सीधा मो सुहाइना यो पाण्डेलाई पेलिङ सोला यहाँ नर्मस भएको छैन सीधा मुटु कामिसक्यो अरे मुटु कामिसक्यो अरे अब त राख्नु हो ल सीधा खान अब भाइहरूको पालो मैले सकेँ मुटु खानिसक्यो अब यहाँ पार्किङ गर्छु म त यताउता गरेर पार्किङ गर्ने अनि टायर तल हापिदियो भन्दा 1 रिक्सा काट्यो Amor, amor, olong ya ke. अब यहाँ छोड्नु छोड दे छोड दे